एक्सन भनिन्छ। यसलाई यसरी हामी यसको मिठो रस हुन्छ गरौँ मजाले चबाएर खान्छौँ, एकदम मिठो स्वाद हुन्छ। यी सबै प्रजातिका घन्टी फुलहरू जो छन् सबैमा औषधीय गुण हुन्छ। एकदमै सबैभन्दा मेन यसको कार्य भनेको यो दिनको 2 देखि 3 फुल हामीले बिहान खाली पेटमा खाने गऱ्यौँ भने मूत्ररोग जसलाई छ मूत्ररोगसँग सम्बन्धित समस्या दूर गर्छ। र अर्को भनेको यसले अनियमित महिनावारीका लागि पनि यसले राम्रो गर्छ। तर गर्भवती महिलाहरूले यसलाई खान मिल्दैन। यसको गुण भनेको चिसो टाइपको गुण हो। यो कफ प्रवृत्तिको मानिन्छ। यसकारण जसलाई वात कफको समस्या छ उहाँहरूले यो धेरै नखानु होला। यदि खानु परेछ भने मरिच यसमा मिसाएर पनि खान सक्छौँ। तर जसलाई पित्तको समस्या छ पित्त प्रवृत्तिका मान्छेहरूले यो फुल कम्तीमा पनि दिनको 3 फुल खाने गर्नुभयो भने पित्त दोषलाई पनि यसले कम गर्छ। अरू सुगरका लागि पनि राम्रो मानिन्छ। सुगर प्रेसरका लागि राम्रो, पित्तका लागि राम्रो भइहाल्यो। मूत्र दोष त 1 नम्बर। यो दिनको 3 फुल मजाले घन्टी फुल विभिन्न किसिमको फुल हुन्छ। यो यस्तो टाइपको छ।